हेलो साथीहरू, आज पनि मेरो फेरि चेयर्स एन्ड चिया दरबारको भिजा लागिसक्यो। अब म चाहिँ जाँदैछु। यहाँ चाहिँ हामीहरूकोमा चाहिँ भाउजूको दिदीको छोरीहरू दुईटा, अनि मेरोमा चाहिँ दिदी र दाइ आएको थियो, फुपूको छोरी र छोरा। अनि हामी चाहिँ जो गयौँ चेयर्स एन्ड चिया दरबार। अनि त्यहाँ चाहिँ यसपालि योचोटि चाहिँ एकदम भिड रहेछ कि गाइजहरू, हेर्नु न, बाहिरै मान्छेहरू उभिरहेको रहेछ सिट नपाएर। त्यही पनि हामी चाहिँ छिरेको नपाइहाल्छौँ कि भनेर होइन। अनि गएको त मान्छे त यति धेरै र्याउ साथीहरू, म त मान्छेहरू देखेर ढन्न लागिरहेको थियो कि कति धेरै। आज चाहिँ बिहानको 10 बजेदेखिबाट एकदम धेरै थियो अरे कि भिडहरू एकदम। अनि फोटो खिच्नलाई पनि लजाइरहने त्यो बहिनीहरू, अनि मेरो दिदी पनि लजाउने टिकटक बनाउनु भनेर हेर्नलाई, अनि चिया खाने भनेर गएको त मान्छेहरूको भिड यति धेरै। बस्ने ठाउँ पनि थिएन कि साथीहरू, मान्छेहरू त के साह्रो। बरु अस्ति होलीहरूमा मैले यस्तरी देखेन। अनि त्यसपछि हामीले चाहिँ बस्ने सिटहरू नपाएर अनि हामी चाहिँ फर्क्यौँ। अनि यता चिया अड्डा जाऊँ न त। चिया अड्डा पनि हामी नगएको थुप्रै भइसक्यो कि, म एकचोटि मात्र गएको। त्यो खेप जाँदाखेरि चिया सकेको थियो सुरुचोटि जाँदाखेरि, अनि सेकेन्डचोटि जाँदाखेरि चाहिँ क्लोज भइसकेको थियो। अनि ल आज चाहिँ चिया अड्डा जाऊँ भनेर फेरि यसलाई बाई बाई गरेर अनि हामी चाहिँ हिँड्यौँ चिया अड्डातर्फ। अनि फाइनली गाइज चिया अड्डा अनि पुग्यौँ है। चिया अड्डामा चाहिँ अहिले अलिक मान्छे सुक्या रहेछ कि, अनि त्यो चिया दरबार खोलेर अलिक मान्छेहरू नआउँदो रहेछ भन्ने अरूहरूले चाहिँ त्यस्तो भन्छ। तर मलाई चाहिँ खासै चिया अड्डामा मान्छेहरू चाहिँ धेरै भएको जस्तो लागेन। अनि हामी चाहिँ भित्र छिर्यौँ। भित्र छिरेर अनि यहाँ पनि फोटोसोटो भिडियो खिचौँ भने, अनि के खाने भनेर सोचेको चिया खाउँला भनेको त यहाँ पनि फेरि चिया सकिया रहेछ। अनि हामीले चाहिँ साँधेको चाउचाउ मगायौँ 2 प्लेट, अनि पछि 1 प्लेट मगाएको थियौँ। अनि यो यसको चाहिँ कति 120 रुपियाँ के 1 प्लेटको। अनि 3 प्लेट मगाएको थिएँ हामीले, अरू केही पनि खाएन। यसमा चाहिँ फेरि खास राम्रो के भनेदेखिबाट टेबलमै मेन्यू रहेछ कि, यो चाहिँ एकदम राम्रो हो कि, जुन चाहिँ चिया दरबारमा छैन होइन। यहाँ चाहिँ टेबलमै यसरी मेन्यू रहेछ कि मजाको, यो चाहिँ राम्रो। अनि गाइस यहाँबाट नै हामी फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई गाइज, हेभ अ स्विट ड्रिम।